हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म हजुरहरूलाई नयाँ ब्लग लिएर उपस्थित भएको छु। हजुरहरू सबैजना आराम कुशलै हुनुहुन्छ होला भन्ने आशा राख्दछु र त्यसै गरी अब भिडियोतर्फ लागौँ। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला। हस्त धन्यवाद। कति गरेर आएको खाना खाने बेला पनि जहिले गराएको छ कराएको छ। खाना त शान्तले दिनु नि। खोजिदिरहेको छ त काम गर्नु त आँटेको त नभेटेपछि मर्नु। कराएको छ खिच सम्झाउँदै बाउ आमालाई। मलाई पो तर्काउँछ घाँटी। आमा कराउने बाउ तर्साउने हो कि क्या हो तेरो पारा? ए बाउ पैसा उठाउने पो आज बिहान मर्छ कि बा थाहा छैन। कहाँ हिँडेको के भन्छस् त? ज्यान मार्ने कुरा पो गर्छ त। साथीसँग पैसा उठाउँछ पैसा उठाउनु आज वार्के पार हुन्छ। होइन ए बुढी के भन्छ यो? अनि वार्के पार गर्छ भन्छ त सम्झना तेरा छोरालाई। त्यसो गरेर हुन्छ त भोलि हामीलाई नै गाह्रो पर्छ। साथी यो घरमा 10,000 पैसा नलिकन कहाँ छोड्छु र यसलाई वार्की पारेको हो मैले खोजेको हो। त धेरै बल्ल भइरहेको छ अघिदेखि। तँलाई दिनै पर्ने हो हार्नै पर्ने हो। तँलाई त म निहाकेर मारि नै दिन्छु। मारि नै दिन्छु आज तँलाई मारिदिन्छु मर ओइ कडा हो के गरेको यार? किन चलेको यार तिमीहरू? छ्या ओइ मार्न आँट्यो यार बचान यार के भयो? यसले मेरो पैसा नदिए कति वर्ष भयो मलाई थाहा छ। अनि त्यसलाई मार्ने चाहिँ पैसा पाउँछ त? कस्तो खेद्यो कुरा गर न। बसेर कुरा गर्नुहोस्। उठ बसेर मिलेर कुरा गर्नुपर्छ। ल उठ ल भन् न त। बस्नु ल बस्नु बस। थ्याङ्क्स यार दोस्त। झन्डैले मलाई मारेकै थियो। म झन्डै मरेको। ल अब भन् कसले कति पैसा चलाएको थियो? तेरो कति चलाएको थियो भन्दा 1 वर्ष भइसक्यो। 10,000 दिएको अहिलेसम्म चलाइ न ब्याज दिन्छ न साउँ दिन्छ। ल्याग लाग्दैन नि मान्छेलाई रिस उठ्दैन। अनि तँ अनि भाइ तिमी चाहिँ पैसा दिनु पर्दैन चलाएपछि दिनुपर्छ नि। अहिलेसम्म कति दियो भन त? भनेको नि त 21,000 न्याकेर झन्डै मार दिन्छु। तिमीले पनि अब उसको पैसा टाइममा दिनुपर्छ। म चाँडै